मान्छे बनाउन त होइन, चुडेल बनाउन चाहिँ एकदमै सजिलो आएको छ आजभोलि मलाई। मैले जुन तरिकाको ड्रइङहरू गर्छु, जसरी बनाउँछु भन्छु नि, त्यो तरिकाको ड्रइङहरू बनिरहेको छैन। अनि त्यो तरिकाको ड्रइङ नबनेपछि त अब चुडेलै भन्नु पऱ्यो नि त। अनुहार एउटाको छ अनि मैले बनाइरहेको छु अर्काको भनेपछि त त्यो त मिल्दै मिलेन नि त। छेउ न टुप्पोको ड्रइङहरू भइरहेको छ। जति सुधार्छु भन्नु त्यति बिग्रिरहेको छ। कुनै कुनै त सुध्रे जस्तो लाग्छ, तर पनि धेरै बिग्रिरहेको रहेछ। अनि आज मलाई चाहिँ महसुस भयो कि मैले बनाएको ड्रइङ छेउ न टुप्पोको रहेछ भनेर। अब तपाईँहरूलाई त लाग्छ होला हुन त यसले सही कुरा गर्यो भनेर, त्यस्तै नै लाग्यो मलाई पनि। अब किनकि यहाँनिर आउँदाखेरि मैले जुन तरिकाको जुन एक्टरको चित्रहरू बनाएँ नि, अहिले आएर मैले सामन्था भन्ने साउथ एक्टर हिरोइनको बनाइरहेको छु। अनि यहाँनिर चाहिँ अन्तिममा गएर चाहिँ तपाईँको अर्कै ड्रइङ भइदियो क्या। मैले एउटा बनाइरहेको थिएँ, यहाँ चाहिँ अर्कै भएपछि चाहिँ मलाई भनौँ न अब मलाई आउने भन्दा पनि बिगार्न चाहिँ साह्रै छिटो आएछ भन्ने कुरा प्रष्ट भयो। अनि मैले यहाँनिर चाहिँ नाकहरू बनाएँ। नाकहरू बनाएपछि मुखहरू, अब मुखहरू बनाउन थालेको, अलिकति मुखमा धेरै समस्या आयो। अनि मुखमा समस्या आए पनि लु नि त, अब जस्तो भए पनि बनिनुहोस् न त भनेर बनाएँ। अब बनाउँदै गइसकेपछि चाहिँ तपाईँको भनौँ न छेउ न टुप्पोको भयो क्या। आँखा भने 3 कोसको भयो, मुख र नाक भने चाहिँ त्यत्रो भयो। अनि फेरि अनुहार हेर्नुहोस् त, तपाईँको 3 धार्नीको भइदियो क्या अनुहार पनि। अनि अब यो तरिकाले त ड्रइङ हुँदैन, यो तरिकाले त बनाउन सकिँदैन, किनकि बनाउन नसकेपछि त गाह्रो हुन्छ। र पनि केही छैन भनेर अब हिम्मत हारेको त छैन। र पनि अब यसरी नै यही तरिकाले ड्रइङहरू बनाइयो भने चाहिँ केही गर्न सकिन्छ जस्तो चाहिँ लागेन। किनकि यो तरिकाले ड्रइङ गरेर केही हुनेवाला नि छैन भन्ने मलाई मात्र होइन, सबैलाई लाग्छ। किनकि अब भनौँ न सक्सेस हुनलाई गाह्रो हुन्छ नि त। अनि अब सक्सेस हुनलाई गाह्रो भएपछि त बनाउन सुरुदेखि नै गाह्रो भइरहेको छ यहाँ मलाई चाहिँ। यहाँनिर मैले कानहरू बनाएँ। कानहरू बनाएपछि तपाईँको कपालहरू, उँधो झारेको कपालहरू बनाइराखेको छु। मैले भनेको चाहिँ इन्डियन एक्टरको ड्रइङहरू गरेको। अब यो ड्रइङ गर्नलाई नै मलाई नि अब यति धाउधाउ पऱ्यो नि, भनेको बेला बत्ती गइदिन्छ फेरि उस्तै। अनि त्यहाँबाट अब नेट चल्दिँदैन त्यस्तै। त्यो भएपछि त अब बनाउन मलाई धेरै गाह्रो पऱ्यो नि त। अनि मैले जसो तसो गरेर भए पनि दुःख सुख गरेर बनाइयो। यहाँसम्म बनाउँदा ठिकठाकै लाग्यो। अब स्याडो गर्ने बेलामा चाहिँ तपाईँको ठ्याक्कै भूतै जस्तो भइदियो। अनि अब स्याडो गर्ने बेलामा भूत भइपछि त मन बिग्रियो त्यत्तिकै होइन। अनि मैले यहाँ जुन पेन्सिलले बनाइरहेको छु नि, अब यो पेन्सिलले चाहिँ भनौँ प्रष्ट रूपमा देखिँदो रहेनछ क्या। एकदम लाइट नदेखिन भनौँ नर्मल देखिँदो रहेछ। अनि आज मैले यो नयाँ खाले पेन्सिल पनि ल्याएको थिएँ। अनि यसले मैले स्याडो गरिराखेको छु, कपालहरू केसहरू भरिराखेको छु। तर यसले पनि खोइ काम गर्ला जस्तो लागेन क्या तपाईँको। अनि अब यसले काम नगरेपछि त गाह्रो पऱ्यो मलाई नि, किनकि मैले बनाउन खोजेको ड्रइङ त अर्कै हो, अब यहाँ भइदियो अर्कै। अनि यो कपाल मैले जुन तरिकाले बनाएँ, यो तरिकाले बनाउँदै जाँदाखेरि तपाईँको कपालमा नि समस्या आयो क्या। अब अरूको भिडियोहरू हेर्दा, अरूको देख्दाखेरि त तपाईँको एकदमै सिम्पल तरिकाले, एकदमै राम्रो साधारण तरिकाले बनाएको देख्छु नि त। अनि त्यही तरिकाले मैले पनि बनाउन थालेको, मिल्दै मिलेन हौ। गाह्रो लाग्यो साथीहरू। अब कसरी सुधार्ने कि बिगार्ने कि छोड्ने के गर्ने भन्ने कुरामा दोधारमा परिरहेको छु। अब छोड्नु पनि कसरी अलिअलि आउँछ। अब हारै मानेर छोड्न चाहिँ सकिँदैन जस्तो लाग्छ। किनकि जन्मदै कसैले सिकेर आएको त हुँदैन। त्यो भएपछि चाहिँ बिस्तारै बिस्तारै जानिन्छ होला भनेर भनेको। खोइ अहिलेसम्म छेउ न टुप्पो आउँछ। अनि यो तरिकाले त गाह्रो पऱ्यो नि त। अनि मैले आँखाको अब आँखामा हल्का स्याडोहरू गर्नु पऱ्यो भनेर आँखामा स्याडो गर्न थालेँ। आँखामा स्याडो गरेको त यसले पुरै डामाडोल गरिदियो। अब परेला नि छेउ न टुप्पोको भइदियो, तपाईँको आँखा पनि छेउ न टुप्पोको भइदियो। यो तरिकाले त गाह्रो हुन्छ होइन। त्यही भएर चाहिँ मैले जस्तो भए पनि होस् न त भनेर बनाउँदैछु। अनि यो बनाउँदै गइसकेपछि तपाईँको एकदमै भनौँ न भूत भन्दा चाहिँ कम देखिनँ क्या मैले चाहिँ। अब यहाँनिर मैले निधार उन्दी स्याडो गरिदिइरहेको छु। अनि अब मसँग यो भनौँ न यसलाई मेट्ने छैन। अनि त्यही भएर हातले नै प्रयोग गरेर स्याडोहरू गरिरहेको छु। अनि यहाँ त मैले भिडियोमा हेर्दा चाहिँ तपाईँको यही तरिकाले गर्दा पनि कस्तो राम्रो देखिरहेको छ क्या। एकदमै भनौँ न मलाई आउँछ यतिको चाहिँ म पनि बनाउन सक्छु जस्तो लाग्छ। अनि यहाँनिर आफूले बनायो भने चाहिँ फेरि छेउ न टुप्पोको हुन्छ क्या। यस्तो रिस उठ्यो नि मलाई। अब छोड्ने कि समात्ने भन्ने कुरा छ यहाँनिर। र पनि केही छैन, अब छोड्नुभन्दा नि समात्ने बेस हुन्छ। त्यही भएर चाहिँ अब तपाईँहरूलाई के लाग्छ त्यो पनि भन्दै गर्नु होला। स्याडोको लागि मैले यसरी गरिरहेको थिएँ। अनि अब यहाँनिर चाहिँ तपाईँको भनौँ न अनुहार त देखिएन। अनुहार त सबै कालो देखियो। किनकि अब यो तरिकाले त स्याडोले त भएन।
अनि अब यो तरिकाको स्याडो भनेको त काम नदिने स्याडो भयो नि त, त्यही भएर अब हल्का इरेजरले मेटेँ। अनि अब यो नयाँ ल्याएको पेन्सिलले चाहिँ अब टक्कसँगले बनाइ हेरौँ न त कस्तो देखिँदो रहेछ भनेर बनाइरहेको छु। अब मुखहरूमा नि तपाईँको भनौँ रियलिस्टिक मुख चाहिँ देखिएन क्या यहाँनिर आएर। अब यसो भइसकेपछि त गाह्रो हुन्छ। सोचेको एउटा भयो, अर्को के सोचेको थियो जिन्दगीमा के भयो आज भने जस्तो याद आयो क्या त्यो गीतको। अब ठिकै छ, केही पनि छैन, हार मानेको छैन अझै पनि। अब यस्तै तरिकाले हो भने चाहिँ गाह्रै छ है ड्रइङ गर्नलाई पनि। अब सोचे जस्तो नभएपछि त टेन्सन हुन्छ नि त सबैलाई, अब हेर्नेलाई पनि फेर्नेलाई पनि भने जस्तै गाह्रो हुन्छ। अनि अहिलेसम्म तपाईँहरूले कस्तो लागिरहेको छ भिडियो प्रतिक्रिया दिन भने चाहिँ नबिर्सनु होला। अब यहाँसम्म आइसकेपछि एउटा राम्रो कमेन्ट पनि गर्नु होला साथीहरू। फाइनल लुक भनेको चाहिँ यस्तो देखिएको छ। हस्त, धन्यवाद।